रुको जरा, सबर करो, बोला धक्का मुक्की। जान दे देंगे इसके लिए, क्या बात कर रहे हो आप। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। यदि भिडियो तपाईँ फेसबुकबाट हेरिराख्नु भएको छ भने लाइक र सब्सक्राइब गर्नु होला अनि फलो गर्न नबिर्सिनु होला। सो आज चाहिँ हामी गइरहेको छौँ दिल्ली बजार। काठमाडौँ भनेको त अब नजिकमै अब सानो सानो बजारहरू हुन्छ। रात को कैसे तूने 2 घंटे में रानी को पटा लिया, चली ना। सानो सानो नाम छुट्टै हुन्छ, तर पनि अहिले चाहिँ खासमा पानी परिरहेछ। पानी परिरहेछ। ल भाइ, तिमी पनि के अघि भनिरहेको बनाउँछ? बिडी भनेको नाम होइन, ब्रान्च हो नदी कम्पनीको। सो आजको मौसम चाहिँ केडिएमको यस्तो रहेछ, तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। मौसम डिड नट म्याटर। दिल्ली बजार सडक ऊ त्यहाँ अगाडिबाट छिर्ने हो सिधा। अब त्यो पञ्चकन्यावाला रोड जुन थियो त्यो अहिले खासमा पञ्चकन्यावाला रोड चाहिँ त्यो त्यही हो। पञ्चकन्यावाला रोडको उसमा बागबजारको रोडमा त्यो कन्स्ट्रक्सन भइरहेछ होइन, उसको पुलको कलवर्टको कन्स्ट्रक्सन भइरहेछ। सो द्याट्स वाइ यस्तो हुन्छ यार। धेरै चाहिँ मन लागिहाल्ने क्या खाना ल। हेर्नु त, मान्छेहरू हिँड्छ कोर्टमा, हामी हिँड्ने हो यस्तो यार। तर पनि केही छैन होइन। बिडी भनेको ब्रान्ड हो होइन। त्यो म्याक्सेलको सोप पनि यतै रहेछ के। म्याक्सेल थाहा छ तिमीलाई टिकटकमा? एउटा म्याक्सेल भन्ने छ टिकटकमा, त्यो पनि लास्टै भाइरल हो क्या टिकटकमा। सो म्याक्सेलको सोप पनि यतैतिर छ। अस्ति मैले देखाएको थिएँ म्याक्सेल भनेर पुरा यसरी। तिमीले देखाउन खोजेको मैले बुझिरहेको छु केटो। हेर यहाँ, यसले चाहिँ खासमा आफ्नो नादी कम्पनी प्रमोसन गराउन खोजेको छ। आज चाहिँ होइन के भयो भने ट्विस्ट भनेपछि म पहिला पढ्ने भ्याली गएँ होइन। सो उतातिर रहेछ म्याक्सेलको। अब हामी यता भाइ, वी आर जस्ट वेटिङ फर। सो हेलो साथीहरू, अब फेरि चाहिँ हामी दिल्ली बजारबाट फर्केर यो चाहिँ स्पेसल कस्टमाइज अमेरिकाको ब्रिज हो होइन। दिस इज स्पेसल कस्टमाइज अमेरिकाको ब्रिज हो होइन। सो अमेरिकाको ब्रिज चाहिँ यस्तो हुँदो रहेछ, हेर्नु त ल। हेर्नु अमेरिकाको ब्रिजमा हेर्नु त, पानी कति बहाव हुन्छ। यस्तो बहाव हुन्छ यार अमेरिकामा। अमेरिकन साइकल पनि रहेछ। सो देख्नुभयो तपाईँहरूले अमेरिकाको स्पेसल कस्टमाइज ब्रिज। दिस इज पञ्चकन्या लाइन हो बागबजार। ओहो बाबु, ओ बिचरा बाबुले हान्थ्यो यार। बाल सुरम के हुन्छ भाइ त्यसलाई? बाल शोषण सुरम शोषण होइन, बाल शोषण। हाइलाइट नगर त्यसलाई। भालेले हेर्नु त यो मेयर भएको बेला विकास गरेको जस्तो प्रडक्ट रहेछ। सो यहाँ चाहिँ अन द स्पोट एक्सिडेन्ट भइसक्यो। तपाईँहरूले हेर्नुभयो यार।